फिड द नेसन क्याम्पेन। फिड द नेसन क्याम्पेन जुन तपाईहरुले चलाउनु भएको छ, राष्ट्रलाई नै खुवाऊ अथवा मधेस यस्तो अन्नको भण्डार हो जहाँ अन्न उत्पादनमा, खाद्यान्न उत्पादनमा, फलफूल उत्पादनमा, सागसब्जी उत्पादनमा, माछा उत्पादनमा थुप्रै कुरामा अहिले पनि अगाडि छ, तर पर्याप्त भएको छैन। त्यसकारण तपाईहरुले दिनुभएको छ कि यो मधेस प्रदेशले आफूलाई खान पुग्ने मात्रै होइन, यो त आफूलाई त खान पुर्याइहाल्ला, तर फिड द नेसन, यसले त्यो अभिभार लिनुपर्छ। निःशुल्क वितरण गर्नुपर्ने त होइन, अरू प्रदेशले किनेरै लान्छ, तर अरू प्रदेशलाई बेच्न सक्ने गरेको उत्पादन कि देशलाई खान पुग्ने गरेको उत्पादन, फिड द नेसन वाला अवधारणाका साथ अगाडि जाउँ। तपाईहरुले यस्ता राम्रा, आकर्षक, सम्भव, अर्थपूर्ण नाराहरू दिनुभएको छ। हालांकि अन्यत्र फल्दै नफल्ने होइन, लुम्बिनी प्रदेशमा पनि खाद्यान्न त्यत्तिकै हुन्छ, महाकाली प्रदेशमा पनि त्यत्तिकै खाद्यान्न, कैलाली, कञ्चनपुर जस्ता जिल्लाहरू प्रशस्त खाद्यान्न उत्पादन हुने, कोशी प्रदेशमा सुनसरी, मोरङ, झापा जस्ता अत्यन्तै उर्वर जिल्लाहरू छन्, त्यहाँ पनि उत्पादन हुन्छ र तिनीहरूले लगभग ती प्रदेशहरूलाई पुग्ने गरी आफ्नो प्रकारको उनीहरूले पनि नाराहरू दिइरहेका छन्। तर यस प्रदेशको नारा फिड द नेसन, यसभित्र एउटा राष्ट्रिय भावना छ। हामी आफू मात्रै होइन, हामी सँगै देशलाई आफ्नो दृष्टिमा राखेर, ध्यानमा राखेर चलिरहेका छौँ भन्ने राष्ट्रिय भावना, राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय जिम्मेवारीको भावनाको पनि यसले प्रतिनिधित्व गर्छ भने जिम्मेवारी पनि हामी लिन तयार छौँ भन्ने त्यस प्रकारको दिन्छ। अर्को, आफ्ना प्रयासहरूलाई कति उच्च गन्तव्य राखेर र त्यस गन्तव्यमा पुग्न कति कठोर प्रयास गर्ने भन्ने कुराहरू पनि राखिएको छ। म प्रशंसा गर्न चाहन्छु तपाईहरु। यस प्रदेशलाई, यस प्रदेशको पश्चिममा गण्डकी छ, चितवनले यसो अलिकति केही गरेको होला, तर गण्डकी छ, त्यहाँबाट प्रशस्त पानी ल्याएर सिँचाइ गर्न सकिन्छ। तर त्यही पर्ने अवस्था छैन। हामीले सुनकोशी मरिन डाइभर्सन गर्दै पानी ल्याउने योजना गरेका छौँ। पहिले म प्रधानमन्त्री हुँदा जति बेला सुनकोशी मरिन डाइभर्सन मैले सुरु गरेको थिएँ, त्यसबेला मैले एउटा निर्देश दिएको थिएँ। म हटेपछि त्यो निर्देश अगाडि बढेन त्यसअनुसार। त्यो के भने, सुनकोशीमा बाँध बाँधिसक्दा टनेल तयार भएको हुनुपर्छ। बाँध चाहिँ बाँधियो, टनेल छैन भने बाँध बाँधेर के गर्ने? टनेल छ, पावर हाउस छैन, या मरिनमा नदी नियन्त्रणको व्यवस्था छैन भने त्यसले फेरि अरू जनतालाई दुःख दिन्छ। के काम? पावर हाउस छ, विद्युत निकालो, वितरण गर्ने ट्रान्समिसन लाइन छैन भने के काम? त्यसकारण त्यो 31 मेगावाट विद्युत वितरणका लागि ट्रान्समिसन लाइन सँगसँगै तयार हुनुपर्दछ। किन नहुने? टनेल खन्ने एउटै मान्छे होइन, ट्रान्समिसन लाइन बनाउने एउटै मान्छे होइन, टनेल खन्ने र बाँध बाँध्ने पनि एउटै होइन, टनेल खन्ने र यहाँ नहरको सिस्टम डेभलप गर्ने पनि एउटै होइन, यहाँ बागमतीको बाँधलाई अद्यावधिक गर्ने पनि एउटै होइन। बागमतीको बाँधलाई जति अद्यावधिक गर्नुपर्ने छ त्यति अद्यावधिक गरिहालौँ, सँगसँगै नहर सिस्टमलाई विकास गरिहालौँ र त्यसको सिस्टम, त्यसका शाखा प्रशाखाहरू खेतका गरागरासम्म पुर्याउँ, त्यो पनि गरिहालौँ, ताकि 2 वर्ष वा 3 वर्षमा बाँध सुनकोशीमा बाँधिँदा टनेल ब्रेक थ्रु होस्, तयार होस् टनेल। अब अहिले टनेल ब्रेक थ्रु भएको वर्ष दिन नागो, ब्रेक थ्रु भएको वर्ष दिन नागो,
तर टनेल ब्रेक थ्रु भएर के गर्ने बाँध बाँधेको छैन। टनेल छ, टनेल के गर्ने देखाउने? हामीलाई त पानी चाहिएको हो। त्यसकारण अहिले मैले फेरि कोसिस अगाडि बढाएको छु। यो सबै चिजलाई एकैचोटि बाँध छिटो बनाऊ, टनेलको काम कम्प्लिट गर, पावर हाउस तयार राख, ट्रान्समिसन लाइन सँगै बनाऊ, मरिन नदीलाई नियन्त्रण गर्ने काम, त्यसलाई बाँध्ने काम त्यो समयमै गर। बागमतीको ब्यारेज यदि अपग्रेड गर्नु छ भने त्यसलाई गरिहाल र क्यानल सिस्टम, नहर सिस्टमलाई शाखा प्रशाखासम्म चुस्त दुरुस्त गर ताकि पानी छोडेका दिन सबै ठाउँमा स्मुथली पानी पुगोस् र हामी 3 सिजन खेती लगाउन सकौँ अनवरत। 1,85,000 बिघा जमिनमा त्यसले सिँचाइ हुन्छ। यसै कारण यस मध्य प्रदेशको उत्पादकत्व वृद्धिको आवश्यकता, औचित्य, महत्त्व र सम्भावना छ कि छैन भन्दा सम्भावना छ। त्यसकारण सुनकोशीबाट डाइभर्सन गरेर ल्याइयो। एउटा अलिक विवाद चल्ने गर्यो, केही मान्छेहरूले विवादको विषय बनाउने गरे पहाड मधेस भनेर। हाम्रो विविधता, हाम्रो सम्पदालाई, त्यो विविधता भनेको सम्पदा हो। हाम्रो सांस्कृतिक विविधता, सामाजिक विविधता, अनेक विविधताहरू सम्पदा हो हाम्रो। त्यसलाई दुरुपयोग गर्न खोजे केही मानिसहरूले। तर सुनकोशी मरिन डाइभर्सनले पहाडमा बाँध बाँधेर पहाडका खेत अलिकति डुबानमा पर्छन् भने पनि परोन्, तर त्यसको फाइदा त राष्ट्रले त ठुलो मात्रामा लिन्छ नि। तराईमा मधेसमा सिँचाइ गरेर त ठुलो मात्रामा लिन्छ। यहाँ उत्पादकत्व ठुलो मात्रामा वृद्धि हुन्छ। त्यसकारण यो राष्ट्रिय एकताको भावना देखाउनुपर्छ। त्यस्तै यसमा मधेस पहाड एकजुट भएर उत्पादकत्व वृद्धि गर्ने कुरामा जोड दिएको छ। केही वर्षभित्र यो आयोजना तयार हुन्छ। हुलाकी राजमार्गको चर्चा थियो तर बनेको थिएन। मैले आफैले 10 अरब भन्दा बढी पैसा तत्कालका लागि काम सुरु गर्नका लागि खर्च गरेर बजेट छुट्याएर हुलाकी राजमार्गको सुरुवात गरेको थिएँ। फेरि सिंगल लेनको बनाउने भनेर बिगार्न खोजेछ। राजमार्ग सिंगल लेनको कहीँ काम लाग्छ, हुन्छ? त्यसकारण त्यसलाई डबल लेनको बनाउनुपर्छ भनेर फेरि मैले अर्को प्रयास गर्नु पर्यो। जे होस्, त्यो सँगसँगै 13वटा स्मार्ट सिटीहरू, सीमावर्ती क्षेत्रसँग जोडिएका स्मार्ट सिटीहरू निर्माण गर्ने, जहाँ आधुनिक सहरहरूको विकास होस्, जसले व्यावसायिक, व्यापारिक, औद्योगिक, अन्य कृषिजन्य चिजहरूको प्रशोधनजन्य लगायतका अनेक उद्योग धन्दाहरू पनि स्थापना गर्न सकोस्, अस्पतालहरू स्थापना गर्न सकोस्। हामीले मात्रै पाउनुपर्छ सेवा भन्ने होइन। सीमावर्ती क्षेत्रमा हामीले हस्पिटल खोल्दाखेरि हाम्रो सीमा पारीका त्यो हाम्रो हस्पिटलहरूमा कति भिड छ। मेचीका हस्पिटलहरूमा, अरू विभिन्न ठाउँका, यहीँ लाहानको हस्पिटलमा, आँखा हस्पिटलमा कति भिड छ। त्यो हामीले छिमेकलाई पनि सहयोग पुर्याइराखेका हुन सक्छौँ, उपचार दिइरहेका हुन सक्छौँ। त्यसकारण यस्तो कुराहरूमा हामीले ध्यान पुर्याउनुपर्छ। त्यसकारण शिक्षालय, विद्यालय, क्याम्पसेस, यस्ता कुराहरूलाई अगाडि बढाउँ। अस्पताल, मेडिकल कलेज, यी कुराहरूलाई अगाडि बढाउँ। विश्वविद्यालय, यिनलाई अगाडि बढाउँ। त्यसै कारण मैले सप्तरीमा रामराजा प्रसाद सिंह